सलिड गाइज यदि तपाईँहरू पनि 2026 को लेटेस्ट मोडल भएको N160 बजाजको बाइक चढ्ने भए चाहिँ हाम्रो चितवनको भरतपुरमा रहेको NK मोटर्स बजाजको सोरुममा चाहिँ वान पिस चाहिँ अवेलेबल भइसकेको छ है त। सो देख्न सक्नुहुन्छ ब्ल्याक कलरमा 2026 बजाजको N160 UG2 चाहिँ अवेलेबल भइसकेको छ है त। सो यो चाहिँ तपाईँको व्हाइट रेड एन्ड ब्लू कलरमा पनि अवेलेबल हुनेवाला छ है त। ठिक छ। सो टु बी अनेस्ट बाइकमा चाहिँ त्यस्तो कुनै अपडेट चाहिँ भएको छैन, बट त्यही हो अब बिल बुकमा पहिला तपाईँको 2025 भएर आउँथ्यो भने अब चाहिँ तपाईँको लेटेस्ट 2026 को चाहिँ मोडल इयर मोडल चढेर आउनेवाला छ है त। सो 160 सीसी को बाइक हो, लाइक तपाईँलाई थाहा छ के अरे है। सो कलर दामी छ N160 देख्नु होला, एकदम स्टाइलिस स्पोर्टी लुक्समा आउँछ। हुन त इन्डियामा यसको अलरेडी तपाईँको चाहिँ सिंगल सिटमा पनि अवेलेबल भइसक्यो, बट सिंगल सिट चाहिँ आई डोन्ट नो अलिकति मलाई चाहिँ मन परेन कि, किनकि यो अलिकति स्पोर्टी बाइक चाहिँ तपाईँको यो स्प्लिट सिटले नै बबाल लुक्स दिएको छ कि। सिंगल सिट एन्ड यसको लुक्स चाहिँ पछाडिको चाहिँ एकदम बिग्रिने कि, त्यही माथि सिंगल सिटमा तपाईँको यो ग्र्याब रेल पनि तपाईँको एकदम बेसिक टाइपको आउँछ, लाइक यो N125 आउँछ यस्तो आउँछ क्या। त्यो भएर चाहिँ मलाई चाहिँ त्यो इन्डियामा आएको जस्तो N160 को नयाँ अपडेट सिंगल सिट चाहिँ मलाई खासै लुक्स चाहिँ मन परेन है। मलाई चाहिँ यही ठिक लाग्छ है। प्र्याक्टिकलमा अलिकति अप्ठ्यारो जस्तो देखे तापनि लुक्स वाइज चाहिँ तपाईँको यो स्प्लिट सिट अनि तपाईँको यो स्प्लिट मडगार्डले चाहिँ के अरे यो ग्र्याब रिलले चाहिँ बबाल लुक्स दिएको छ है त। सो प्राइसमा कुनै पनि अपडेट भएको छैन। गुड न्युज भन्नुपर्छ, स्टिल तपाईँको चाहिँ 4,19,900 को एमआरपी रहेको छ र यसमा तपाईँको चाहिँ अन रोड प्राइसको कुरा गर्नुहुन्छ भने तपाईँको झन्डै 4,32,000 चाहिँ तपाईँको चाहिँ अन रोड प्राइस हुनेवाला छ, जसमा तपाईँको नामसारी इन्सुरेन्स सबै चाहिँ इन्क्लुड हुनेवाला छ है त। सो एनके मोटर्सले हजुरलाई चाहिँ फाइनेन्स अप्सन पनि दिएको छ होइन। तपाईँले चाहिँ 40, 50 र 60% डाउन पेमेन्ट गरेर पनि यो बाइक लान सक्नुहुन्छ। र एउटा गुड न्युज के छ भन्दाखेरि एनके मोटर्समा चाहिँ फाइनेन्स गर्दा चाहिँ तपाईँलाई चाहिँ फाइनेन्स शुल्क चाहिँ लाग्दैन कि। सो अरू ब्रान्डको होइन बाइकहरूमा फाइनेन्स गर्दा चाहिँ तपाईँले 8-9 हजार तिर्नुपर्छ नि। हाम्रो एनके मोटर्समा चाहिँ कुनै पनि बाइक फाइनेन्समा लानुहोस्, नो एनी फाइनेन्स फी चाहिँ लाग्दैन त। सो फाइनेन्समा लिँदा चाहिँ अटोमेटिक तपाईँको चाहिँ 7-8 हजार चाहिँ सेभ हुनेवाला छ त। ल ठिक छ। स्टिल तपाईँको सेम डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल आउँछ, गियर पोजिसन इन्डिकेटर, ब्लुटुथ कनेक्टिभिटी, 3टा राइडिङ मोड, नेभिगेसन, एभरेज फ्युल इकोनोमी है सबै दिन्छ। गियर पोजिसन इन्डिकेटर, एबिएसको लाइटहरू सबै दिन्छ। मोबाइल कल कनेक्ट गर्ने सक्नुहुन्छ, कल अलर्ट, मेसेज, स्प्लिट स्टिल तपाईँको सेम ह्यान्डल बार आउँछ, इन्जिन कटअपहरू आउँछ होइन, देख्नुभयो होला। स्विच क्वालिटी नै निकै राम्रो छ। क्लच एकदम सिल्भर क्लच आउँछ, एकदम लाइट छ तपाईँको है। 14 लिटरको फ्युल ट्याङ्क, E20 को सपोर्ट चाहिँ कुनै पनि यहाँ स्टिकर चाहिँ दिएको छैन क्या। युएसबी चार्जिङ पोर्ट दिएको छ होइन। अनि माइलेज त्यही हो, लगभग तपाईँलाई 45 to 50 को माइलेज दिन्छ, बट राम्ररी चलाउनु भने तपाईँलाई 50 को माइलेज नै यसले निकालेर दिन्छ है त। स्टिल तपाईँलाई 5 स्पिड गियर बक्स आउँछ, साइड स्ट्यान्ड, सेन्ट्रल स्ट्यान्ड सबै आउँछ। BS6 FI इन्जिन आएको छ, OBD2 वाला चाहिँ स्टिल अपडेट भएको छैन यसमा है। तपाईँको यो लेग गार्ड पनि दिएको छ होइन। 2026 मा चाहिँ OBD2 चाहिँ दिनुपर्ने हो क्या अरे है। र 795 को सिट हाइट आउँछ। पिलियन र राइडरको लागि स्पेस राम्रै छ, बट राइडरको लागि चाहिँ यो पिलियनको लागि चाहिँ अलिकति अग्लो हुनेवाला छ है त। ठिक छ। पावर तपाईँको सेम हो, BS6 OBD2 OBD2 आएको छैन है, मैले खालि OBD2 भन्न आएको छु मेरोमा। BS6 FI एयरकुल इन्जिन हो, 2 volt टेक्नोलोजीमा आउँछ। लगभग अराउन्ड तपाईँको चाहिँ पावर यसको चाहिँ त्यही 17 कि 16 PS को पावर, यसले लगभग 16 PS को पावर, 14.65 न्युटन मिटरको टर्क दिन्छ। इनिसियली पन्च राम्रो छ यसमा, मिडमा पनि राम्रै छ है। र आरामसँग तपाईँले चाहिँ 110 सम्म पनि मैले चाहिँ लगेको छु यो बाइकलाई पर्सनली, र नो भाइब्रेसन, नो हिटिङ इस्यु, नथिङ, सुपर। त्यही हो, अलिअलि नयाँमा चाहिँ इन्जिन जर्कहरू हान्छ है, बट तपाईँले 2-3वटा सर्भिस गर्दै जानुभयो भने त्यो चाहिँ तपाईँको बिस्तारै ठिक भएर जान्छ है त। एडजस्टेबल मोनोसक दिएको छ, गुड न्युज। अन्डरबेली एक्जस्ट दिएको छ, 130 सेक्सनको टायर, 17 इन्च वाला विल, 230 mm को डिस्कको साइज, डुअल च्यानल एबिएस, बक्सी स्विङ आर्म दिएको छ, गुड है त। फ्रन्टमा तपाईँलाई 100 सेक्सनको टायर, 380 mm को म्यासिभ डिस्क साइज दिएको छ। एन्ड्रेज कम्पनीको 37 mm को UST फोक्स सस्पेन्सन, ग्रिबेक आएको डुअल पिस्टन क्लिपर, नाइस। 165 mm को ग्राउन्ड क्लियरेन्स। ओभरअल बाइकको वेट भनेको त 152 kg को हुनेवाला छ। BI फङ्सन, प्रोजेक्टर हेडलाइट, लाइक अलवेज सोलिड यसको चाहिँ तपाईँको नाइटमा चाहिँ लाइटको थ्रो छ। सस्पेन्सन सेटअप UST भएकाले तपाईँको हाई स्पिडमा ह्यान्डलिङ राम्रो छ तपाईँको है। अनि नर्मल खाल्टाखुल्टीमा तपाईँले चाहिँ मजाको ह्यान्डलिङ फिडब्याक पाउनुहुन्छ। सिग्नल हर्न आउँछ, हर्नको क्वालिटी ठिकठाक छ भन्नु भए, त्यस्तो लाउड पनि छैन, बट इट्स ओके है त। सो वन्स अगेन ब्लिङ्कर सब LED मा आउँछ। हेर्नुहोस् वेयर इज द, बस यसमा ह्याजर चाहिँ दिँदैन है। हेर्नुहोस् ब्लिङ्कर चाहिँ आउँछ, र यो चाहिँ तपाईँको सब बाइक चाहिँ स्टार्ट गरेपछि नै तपाईँको चाहिँ यो हेडलाइटहरू अन हुन्छ है। म एकचोटि देखाउँछु तपाईँलाई।
यस्तो लुक्स आउँछ बाइक स्टार्ट गरेपछि है निकै नै एग्रेसिभ लुक्स आउँछ है लाइट चाहिँ यति पावरफुल छ कि तपाईँको कुरै नगरौँ है र यो चाहिँ तपाईँको हाइब्रिड लोडिङमा छ है हेर्नुहोस् यो अप्पर टिप्पर यो गर्न सक्नुहुन्छ होइन यसरी चाहिँ तपाईँको र यो बाइकको चाहिँ यो स्लिपर क्लच चाहिँ निकै नै लाइट रहेको छ है त र डेफिनेटली बिल्ड क्वालिटी राम्रो छ बिल्ड क्वालिटी चाहिँ म त एकदम मनपर्छ यो बाइक है अनि त्यसपछि इनिसियल पावर पन्ची रहेको छ र माइलेज पनि तपाईँको राम्ररी चलाउनु भने यसले तपाईँलाई चाहिँ लगभग भनौँ न 50 को बराबर होइन 45 to 50 को माइलेज निकालेर दिन्छ र 14 लिटरको फ्युल ट्याङ्क भएकाले लङ ट्राभल गर्दा पनि होइन तपाईँले चाहिँ तपाईँलाई राम्रो एउटा गुड रेन्ज दिन्छ होइन फ्युल ट्याङ्क ठुलो छ है अनि त्यसपछि यसको अर्को साथीहरूले सोचेको चाहिँ एयर कुल इन्जिन हो अलिकति हिटिङ इस्यु हुन्छ कि भन्छ है मलाई चाहिँ अहिलेसम्म पर्सनल्ली मैले पनि यो बाइक धेरै चलाएको छु मसँग नि यो बाइक छ अहिलेसम्म हिटिङ इस्यु चाहिँ छैन है भाइब्रेसन छैन स्मुथ छ त्यही हो इनिसियली अलिकति पन्ची पावर आउनु भएकोले स्पेसली तपाईँ लो गियरमा चलाउँदा अथवा ट्राफिकमा चलाउँदा चाहिँ इन्जिन अलिकति तपाईँलाई चाहिँ चर खाने जस्तो फिल हुन्छ है बट राम्रो के छ भन्दाखेरि यसको डुअल च्यानल एबिएस सेफ्टीको हिसाबले धेरै राम्रो युएसटी फोक सस्पेन्सन राम्रो ह्यान्डलिङ र तपाईँको यसको डिस्कको साइज पनि निकै नै ठुल्ठुलो भएकाले तपाईँलाई चाहिँ राम्रो ब्रेक बाइट हुन्छ 100+130 सेक्सनको टायरले गर्दा स्टेबिलिटी राम्रो छ कर्नरिङ यसको मजाको रहेको छ र स्पोर्टी सिटिङ पोजिसन हुनेवाला छ है निकै नै मजाको आउनेवाला छ र मैले अल डिजिटल इन्स्ट्रुमेन्ट कन्सोल मोबाइल कनेक्टिभिटी लिएर सबै दिन्छ राइडिङ मोड पनि यसमा चाहिँ तपाईँले पाउन सक्नुहुन्छ त र ओभरअलमा अब 2026मा N160 जसलाई लिन मन थियो भने चाहिँ हामीसँग एभाइलेबल भइसकेको छ आफ्नो सोरुम भिजिट गर्नुहोस् आउनुहोस् फाइनेन्स किस्ता एक्सचेन्ज सबै रहेको छ है त चलो गाइस थ्याङ्क यू सो मच फर वाचिङ र यो बाइकको चाहिँ अब टेस्ट टाइप लिने भए होइन सबै कुरा डिटेलमा जानकारी लिने भए चाहिँ हाम्रो सोरुम चाहिँ अवश्य भिजिट गर्नु होला है त सो थ्याङ्क यू र हाम्रो सोरुममा चाहिँ छिट्टै नै बजाजको चेतक इभी स्कुटर र बजाजको पल्सर 220F पनि आउँदैछ है र पल्सर 220F चाहिँ त्यति तपाईँहरूले अहिले आएर पनि बुकिङ पनि लिन सक्नुहुन्छ यहाँ टालेको छ होइन बुकिङ ओपन भनेर पल्सर 220F है त BS6 FI वाला आउँदैछ है त र यसको पनि तपाईँले चाहिँ बुकिङ हाम्रो सोरुममा आएर गर्न सक्नुहुन्छ त र बाँकी कुरा त अब त्यही हो साथीहरू होइन बाइक ठिक छ 160 सीसीमा यदि तपाईँलाई अलराउन्डर के यो बाइकको अलराउन्डर किन हुन्छ भन्दाखेरि फिचर प्राइस सबै ठिक छ कि होइन तपाईँको सेफ्टी पनि राम्रो छ फिचर पनि राम्रो छ माइलेज पनि ठिकठाक छ अब 160 सीसीको अरू यामाको एफजेडहरू लिनुहुन्छ भने 4,30,000 4,70,000 माग्छ बट फिचर चाहिँ कम हुन्छ है सो बट यामाहरूको जतिको रिफाइन स्मुथ इन्जिन चाहिँ डेफिनेटली छैन बिकज यामा भनेको त जापानिज इन्जिन भइहाल्यो बट यसको इन्जिन पनि नट ब्याड भन्छ है ओभरअलमा गुड भ्यालु फर मनी भन्नुपर्छ है सो तपाईँलाई चाहिँ अलिकति नेकेड स्पोर्ट्स बाइक मनपर्छ भने अलिकति स्पोर्टी क्याटेगोरीको बाइक होइन सो डेफिनेटली ट्राई दिस वान भन्छु बजाजको N160 हाम्रो सोरुममा आउनुहोस् टेस्ट ड्राइभ लिनु है त र फाइनेन्सहरूको बारेमा मैले भनिसकेँ थ्याङ्क यू सो मच फर वाचिङ च्यानललाई सब्सक्राइब गरी सपोर्ट गरिदिनु होला बाई